आज तपाईहरुलाई लिएर आइपुगेकी छु नेपालको एकदमै रमाइलो, ऐतिहासिक, सुन्दर अनि अलिकति च्यालेन्ज दिने ठाउँ सिन्धुली गढीमा। यहाँ आइपुग्दा पहिलो फिल के आउँछ भने यत्रो सिरी चढ्नु पर्छ र? तर ट्रस्ट मी, माथि पुगिसकेपछि तपाईले भन्नुहुन्छ ठिकै रहेछ, मेहनत वर्थ इट। अब अलिकति हिस्ट्री कुरा गरौँ है, किनकि व्लग इन्फर्मेटिभ पनि हुनुपर्छ नि। सन् 1767 मा यही ठाउँमा नेपाली वीर गोर्खाली सेनाले शक्तिशाली ब्रिटिश सेनासँग युद्ध गरेर शानदार जित हासिल गरेका थिए, जुन हाम्रो देशको इतिहासमा एकदमै गर्व गर्न लायक घटना हो। अनि त्यतिबेला हाम्रा वीरहरूले यति कठिन भूगोलमा बसेर लडाईँ जिते, अनि हामी अहिले सानो उकालो चढ्दा नै पानी छ कि छैन भनेर सोध्दै हिँडिरहेका छौं। तर जे भए पनि उनीहरूको साहस सम्झदा आफू पनि अलि मोटिभेटेड भइन्छ, जाउँ अझै माथि जाउँ भनेर। अनि जब तपाई माथि पुग्नुहुन्छ, त्यहाँबाट देखिने हरियाली, खुला आकाश, टाढासम्म फैलिएका पहाडहरू र चिसो हावाले तपाईको सारा थकान एकदमै सजिलै हराइदिन्छ। अनि त्यतिबेला हाम्रा वीरहरूले यति कठिन भूगोलमा बसेर लडाईँ जिते, अनि हामी अहिले सानो उकालो चढ्दा नै पानी छ कि छैन भनेर सोध्दै